सुरुमै मनोरञ्जनको जुन कार्यक्रम अगाडि बढेर अलिक फरक भयो। अब त्यसो हुँदै गर्दा अलिकति होइन अन्यथा पनि बा भइरहेको छ। यदि अन्यथा नहोस् पनि भन्न चाहन्छु, किनभने म आज चाहिँ मनोरञ्जनको जिम्मा मैले पाएको छु र किनकि सबै यो जिम्मेवारी चाहिँ प्रत्येकले सबै खालको जिम्मेवारी चाहिँ पाउनु सबैभन्दा राम्रो जसले मेरो चाहिँ सकिसक्यो। आज चाहिँ मनोरञ्जन चाहिँ म आफैले जिम्मा लिनु त भनेर उहाँले फेरि अघि बिहानदेखि मलाई कोट्याउनु थाल्नु भएको छ अनि न त भनेर उहाँको आज्ञालाई मैले पालना गर्दै सम्पूर्ण तपाईँको मतले के भन्छ जिताउनु भयो। छोटो के भन्छ अब सिर्जना त्यो राम्रो छैन, साहित्यकार पनि होइन, तैपनि शिक्षकले लतपत चाहिँ सबै कुरै जान्नुपर्छ भन्ने मान्यता है राख्नुपर्छ। तपाईँलाई के सुन्न मन छ? थोरै अलिकति गजल सुनाऊ कि तपाईँलाई मुक्तक सुनाऊ कि गजल चाहिँ अघि हामी रनिङमा सधैँ देखिरहनु होला। हामी रनिङमा जाँदै गर्दा यसो हिँड्दै यसो त्यसको सबै कुरा मिलेको छैन होइन। यसको चाहिँ एउटा सूत्र हुन्छ, एउटा नियम हुन्छ, परिधि हुन्छ, तर पनि अब हतारमा राम्रो मिलेको छैन, यसको अक्षरहरू मिलेको छैन होइन। शेर र रजिस काकिया के भन्यो। खोटाङबाट तालिम लिन उदयपुर आइयो हजुर, खोटाङबाट तालिम लिन उदयपुर आइयो हजुर, तालिमलाई मिठो पार्न गीत पनि गाइयो हजुर, तालिमलाई मिठो पार्न गीत पनि गाइयो हजुर। भेट हुँदा चिन्जान हुँदा पेसागतको तालिम पाउँदा, भेट हुँदा चिन्जान हुँदा पेसागतको तालिम पाउँदा धेरै रमाइलो हो झनै ज्ञान पाइयो हजुर, धेरै रमाइलो हो झनै ज्ञान पाइयो हजुर, तालिमलाई मिठो पार्न गीत पनि गाइयो। लामो भयो तालिम पनि खल्ती सबै रित्तिएछ, लामो भयो तालिम पनि खल्ती सबै रित्तिएछ, पेट भर्न आफन्तको घर पनि धाइयो हजुर, पेट भर्न आफन्तको घर पनि धाइयो हजुर, धेरै रमाइलो हो ज्ञान पनि पाइयो हजुर। खोटाङ्गेलाई गर्मी गाह्रो उदयपुरलाई जाडो, खोटाङ्गेलाई गर्मी गाह्रो उदयपुरलाई जाडो, लामखुट्टेलाई छेक्न यहाँ हेलमेट पनि लाइयो, लामखुट्टेलाई छेक्न यहाँ हेलमेट पनि लाइयो हजुर, पेट भर्न आफन्तको घर पनि खाइयो हजुर। कष्ट खेल्दै दूर दराज खोटाङबाट आएपछि, कष्ट खेल्दै दूर दराज खोटाङबाट आएपछि, बदलामा प्रथम श्रेणी जसरी नि चाहियो हजुर, प्रथम श्रेणी जसरी नि चाहियो हजुर, लामखुट्टेलाई छेक्न यहाँ हेलमेट पनि लाइयो हजुर, खोटाङबाट तालिम लिन उदयपुर आइयो हजुर, तालिमलाई मिठो पार्न गीत पनि गाइयो।